यो चाहिँ लोमान्थाङको भ्यू पोइन्ट यहाँबाट चाहिँ यो लोमान्थाङ उपत्यका देखिन्छ एकदमै राम्रै तरिकाले एकदमै छर्लङ्गै सबै उपत्यकाहरु देखिन्छ लोमान्थाङ बजार त्यहाँनिर देखिरहेको छ मेरो ब्याकग्राउन्डमा अनि यहाँनिर चाहिँ राजाले चाहिँ शासन गरेको यो उपत्यका हो मुस्ताङ जिल्लालाई पनि तल्लो र माथिल्लो गरेर दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ जस्तो कि घासादेखि माथि कागबेनी र मुक्तिनाथ क्षेत्रसम्मका क्षेत्रलाई तल्लो मुस्ताङ भन्ने चिन्ने गरिन्छ कागबेनी र मुक्तिनाथ क्षेत्रमाथि चीनको स्वशासी क्षेत्र तिब्बतको सिमानासम्मका क्षेत्रलाई माथिल्लो मुस्ताङ भनी चिनिन्छ खासमा तल्लो मुस्ताङको त तल्लो मुस्ताङ भनेपछि नाम सकिजान्छ अर्को नाम खासै भेटिदैन तर माथिल्लो मुस्ताङको नाम भने अनेक रहेका छन् जस्तै लोहोमन्थाङ लोमान्थाङ फोरबिडन किङडम हिडन किङडम मड सिटी लस्ट किङडम अप्पर मुस्ताङ पाराडाइज मुस्ताङ आदि नामले चिनिन्छ माथिल्लो मुस्ताङलाई हिमालपारी मुस्ताङको जोमसोम पार गरेर अगाडि बढेपछि विचित्रको भूगोलमा पुगिन्छ जोमसोमको तल्लो भागमा डाँडा पाखाभरि देखिने बोट बिरुवा र जंगल उपल्लो मुस्ताङमा भने देखिदैनन् हेलो वेलकम छ मेरो अर्को ब्लगमा अहिले चाहिँ म कारे हो लोमान्थाङ लोगेकर कति नम्बर वडा पर्छ रे यो लोमान्थाङ गाउँपालिका वार्ड नम्बर लोमान्थाङ गाउँपालिका हो ल फेरि सुरुबाट वार्ड नम्बर खाना दिमामा 5 हो ल मेरो अर्को ब्लगमा स्वागत छ मैले चाहिँ मुस्ताङ तल्लो मुस्ताङ र उपल्लो मुस्ताङको चाहिँ विभिन्न ठाउँहरू अलिकति चर्चित ठाउँहरूलाई चाहिँ मैले चाहिँ भिडियोमा कैद गर्न खोजिरहेको छु अहिले चाहिँ म लोमान्थाङ छु लोमान्थाङ गाउँपालिका वडा नम्बर 5 को चाहिँ लोमान्थाङ बजारमा छु अनि त्यहाँनिर आउँदाखेरि चाहिँ ठ्याक्क मेरो गाउँको क्लासमेट हामी सँगै एसएलसी दिएको हैन मेरो साथी भेटिनु भयो अनि उहाँ चाहिँ यहाँ चाहिँ आज आफ्नो कामको लागि चाहिँ कामको सिलसिलामा यति बस्नुहुन्छ अनि ठ्याक्क यहाँ आइसकेपछि लाउन त हामी घुम्न जाऊँ भनेर त डाँडातिर उहाँले चाहिँ मलाई घुमाउन ल्याउनु भएको अनि ल हेरौँ अब आजको हाम्रो मेरो भ्लग चाहिँ उहाँसँग हुन्छ उहाँ चाहिँ मेरो गाइड जस्तै हो आज उहाँ चाहिँ किनकि यति बसिराखेको मान्छे सबै कुरा थाहा छ उहाँलाई अनि त्यही भएर उहाँले चाहिँ मलाई गाइड गर्नुहुन्छ यहाँको बारेमा दरबार हो उहाँले चाहिँ मलाई त्यहाँ दरबारमा घुमाउन लैजानु हुन्छ अनि प्लस अब यतातिर चाहिँ रोयल फ्यामिली हैन यहाँबाट नदेखिदो रहेछ त्यहाँनिर देख्न सक्नुहुन्छ पहिले यो दरबारमा बस्ने राजाको सन्तानहरू चाहिँ अहिले चाहिँ त्यहाँ रोयल फ्यामिली हाउसमा चाहिँ बस्दो रहेछ अनि मिलेसम्म चाहिँ त्यो पनि देखाउने छु यो पहिले चाहिँ राजाले पकड क्षेत्र जमाको एरिया हो यो लोमान्थाङ चाहिँ अब हामी जाँदैछौँ अब त्यो ठाउँलाई चाहिँ हामी अब यहाँ पारिबाट देखाइराखेको छु मैले चाहिँ रातो कलरको कम्पाउन्डभित्र चाहिँ दरबार सिधो देख्नु भएको छ त्यहाँको इतिहास के कस्तो छ त्यहाँको राजारानीको अवस्था कहिलेबाट चाहिँ विस्थापित भयो त्यो सबै देखाउनेछौँ अहिले भने हामी पारिबाट चाहिँ गइरहेका छौँ यो गाउँको भ्यू देखाउनको लागि भनेर हामी बिहान पारि आएको थियौँ अनि अब चाहिँ हामी फर्किँदैछौँ हाम्रो मामाजीसँग मामा हो कि खै साइनो त के हो भन्नुपर्छ थाहा छैन तर साथी चाहिँ हो हामी सँगै पढेको है मलाई त क्या खुसी लागिरहेको छ अब हामी यहाँ मुस्ताङमा भेटे पनि अब हामी हाम्रै भाषामा कुरा गर्छौँ अब किनकि यतातिर मुस्ताङीहरू चाहिँ तिब्बतियन भाषामा कुरा गर्छन् हैन अब हामी चाहिँ हाम्रो खाम भाषा छ आफ्नो खाम भाषामा गफिदे पारीसम्म पुग्छौँ आलो त पहिला त्यो चिन्त कोर्ला नाका बनिकिरेछि आको कोर्ला नाकाको लागि डेस्टिनेसन ल्याउन झार रार मान्छे पहिला त आको राजामा इतिहास चिन्नको लागि जनार या पहिला मेन चाहिँ दागा आला राजामा इतिहास चाहिँ नाना कतिको थाल्यो नाना थाल्यो गाना चाहिँ दिनलाई थाल्यो चाहिँ पहिला अब ठाउँ पोको राजामा जग्गाले भने जस्तै अब रमन्ते गोराको चेरो यात्रा जाने अनि नौ रासन पानी असरी नभएको चाहिँ गाडी हो पहिला त्यो घोडा हो नि नकाबेला त्यो अलि ओएन लाने र अनि खानदान जाने भनेको लागि त्यो घोडा चाहिएको नि नको लागि काकाको छिँदास अहिले चाहिँ
घोडाहरू नाने ठाउँ पोको सुन्छ दियो भने आजको पुरा आगा सुरक्षितले भयो अरू पोको जम्मा भुत्किरी खेल्न ए हैन आउ नाखाला कासर राजा उप सुरक्षितले अरू पोको जम्मा भुत्किरी खेल्दिदाका अरू जनता र सदुपयोग मादर पुरी मेन कुरा चाहिँ अब आफू चाहिँ वास्तास मात्र जग्गामी माध्यम बनाएर चट्टिया लागि नर्मी हो पलाइ त अरे चोरे असुदिन चाहिँ चेर नि केनेको रहिरहेर अब त्यो भोत्किरी खेल्न ए अलग पराएर मेरो माले विदेश आएको त सर्भाइभ दास्किन त अब हामी अब मिना अब जम्मा जग्गा झन् यम राखेर जन्याल्न सहज दास्के अगदी आमच्या फ्रान्स लास्ट मारे ने फ्रान्स जो और रंग बाटो राउरो या और छ अब यम छ फेबिन र ए नहोस् फेबिन गीत फेज किन्छ न फेबिन न फेज सिजिलो ल यसरी चाहिँ माथि कोरोला नाका जानको लागि मान्छेहरुको टाँटी यस्तो छ है फर्स्ट टाइम आउनु भएको बाटो त उताबाट सजिलो छ त यहाँभन्दा उताबाट सजिलो छ अनि उताबाट क्रिस गरेर माथिबाट धेरै अप्ठ्यारो छ यस्तै छ बाटो त अहिले बिहानै किन हिँडेको त अहिले त पुरा ब्ल्याक आइस जमेको छ बाटोभरि अनि त्यसले त पुरा स्लिप खान्छ के अरे यो अहिले घाम पर्न दिने अनि त्यो के अरे उस गरेर पग्लेर गइसकेपछि बल्ल सहज हुन्छ कहाँदेखि आउनुभएको ए हामी पनि गएर फर्केर यहाँ बसेको आज चाहिँ उता होइन नि हामी उताबाट पोखराबाट डाइरेक्ट यहाँ घमीमा आयौँ घमी भन्ने ठाउँमा योभन्दा उतापट्टिको उसमा अनि त्यसपछि त्यहाँ गएर फेरि हिजो बिहान यहाँबाट हिँडेर फेरि के अरे उसमा नाका घुमेर अनि त्यहाँदेखि नाका घुमेर फेरि आएर अनि फेरि त्यो गुफाहरू छ क्या थाहा छैन गुफाहरू ल शुभ यात्रा राम्रोसँग जानु होला अब सधैँ आउँदैन आउँदाखेरि हत्ती सबै घुमेर आयो हुन्छ अनि यहाँ दरबार राजाको दरबार त घुमिसक्यो होला नि ल है त ल धन्यवाद हस् हस् गुड मर्निङ भाइ ल शुभ यात्रा अलराइट हामी चाहिँ राजाको बारेमा चाहिँ कुरा गर्दै थियौँ अनि त्यसको राजाको चाहिँ अहिले को छ त छोराहरू छ अथवा छोराबारी बुढो भइसक्यो होला तिनीहरू त छोराबारी अनि बुढी अनि नाति ए नातिहरू ए त्यो उसको छोराहरू छ नि अनि तिनीहरू सबै बुढो भइसक्यो होला है मेरो छोराहरू धाराले नभन्दा कति 4-5 वर्ष ए हाम्रो एकदमै गल्फ खेलाडी चर्चित खेलाडी हाम्रो इन्द्रधारा विष्ट खेलाडी तथा गण्डकी प्रदेशको पूर्व सांसद एकदम प्रिय पात्र हुनुहुन्छ प्रिय व्यक्तित्व उहाँको गाउँ पनि यही ठाउँमा हो अनि उहाँ चाहिँ राजाको सन्तान हो राजाको हुन पर्ला 14 गरी ल आज चाहिँ मलाई भेटेर चाहिँ कस्तो लागिरहेछ खुसी लागिरहेछ कतिको खुसी एकदम खुसी लागिरहेछ धेरै वर्षपछि हामी त एसएलसी त्यहाँदेखि छुटेको मान्छे अहिले जिन्दगीले कहाँ पुऱ्याइसकेपछि बल्ल भेट भएको क्या हामी बिरुवाहरूको एउटा पनि पात छैन है यसको नाम चाहिँ के हो
छोदेन छोदेन भनेको के हो अनि यो चाहिँ हाम्रो मन्दिर जस्तो भनेपछि गुम्बा भनेको छोदेन भनेको के हो गुम्बामा चाहिँ अब स्कुल जस्तो भयो त्यहाँ पढ्ने बस्ने खाने ए होस्टेल जस्तै जहाँसम्म ढोकालाई नि पहिलामा त सेरा या सिधा तेरे आऊ घुमाऊ सिधै गेलकिल त्यसको नाउँमा अब बिसाउन जाने धरमपति को ए पुरम प्रकार नि अन्धार यो अब रातो आसमान घुमाऊ न ल हामी चाहिँ दरबार छिर्न लागिरहेका छौँ मेरो साथीहरू म हेलो तासिदेले सन्चो हुनुहुन्छ के गर्ने बाइकलाई पोखरा लैजाने ल यो दरबारमा जाँदाखेरि चाहिँ हामी यहाँको जीवनशैलीहरू पनि बाटोमा देखिरहेको छ प्रत्येक ठाउँमा चाहिँ यो खालको भाइब्स चाहिँ जाने रहेछ यो यहाँ सुकाएको छ मैले अरू ठाउँमा देखाएको छु यो चाहिँ यहाँको दाउरा हो स्पेसल हाम्रोतिर खेतमा हाल्ने मल बनाउँछ यतातिर चाहिँ दाउरा अब हामी दरबारभित्र छिर्दैछौँ होइन यो चाहिँ पहिले यहाँको इतिहास भनिदिनु त यहाँ पहिले चाहिँ यो तपाईँको पर्खालभित्र मात्र थियो यो जनताहरू पछि अहिले राजा हटिसकेपछि पछि यो घर बाहिर घर बनाउनु थाले पहिले चाहिँ वाल सिटी भन्ने चाहिँ यहीँभित्र भन्थ्यो भनेपछि दरबारभित्र बाहिर कम्पाउन्ड अनि त्यतिखेर चाहिँ अब मान्छेहरू पनि कम हुन्थ्यो नि त त्यो बेलामा चाहिँ यो दरबारभित्र यो कम्पाउन्डभित्र चाहिँ मान्छेहरूको बसोबास हुन्थ्यो अनि अहिले राजा हटिसकेपछि बाहिर यसरी बजार ठुलो बनेको छ हेलोमान्थाङमा चाहिँ यो भनेको चाहिँ अहिले सिस्टम हटिसकेपछि पछि बाहिरबाट आउने मान्छेहरूले व्यवसाय गर्नको लागि मतलब अब त्यो खालको चाहिँ यहाँ विकास भएको हो अनि अर्को कुरा चाहिँ पहिले यहाँ राजाको शासन हुँदाखेरि जुन लिमिट टाइम अवधिमा यहाँ आयो भने मात्र यो गेट खुल्थ्यो अरे राजाको पालीले खोलाइदिन्थ्यो नत्र भने चाहिँ भित्र छिर्न मनाइ हुन्थ्यो अरे त्यो टाइमको एकदमै पालना ल अब हामी चाहिँ यो मूल गेट हो यो मेन गेट ऊ त्यो सिसी क्यामेरा पनि छ त्यहीभित्र छिर्ने बित्तिकै चाहिँ यहाँनिर यो खालको ओम मेने पेदमेनेम भन्ने यो पेनेम भन्ने चाहिँ घ्यागु मेन के हो इन्ट्रान्स गेट ए भनेपछि यो मेन गेट रहेछ है यहाँको यो दरबारको चाहिँ ल जाउँ ल सुरुमा हामीले यसको त खै हामीले त खाता साता पनि लिएनौँ त चढाउनु पर्ने रहेछ नि त लोमान्थाङ र लोगेकर दामोदरकुण्ड गाउँपालिकामा सांस्कृतिक राजा अस्तित्वमा छन्। लोमान्थाङका अन्तिम राजा तथा 25औं पुस्ताका राजा जिग्मे परबल विष्टको विक्रमसम्मत 2073 मङ्सिरमा मृत्यु भएको थियो। विक्रमसम्मत 1497 देखि 1846 सम्म छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेको लोमान्थाङ विक्रमसम्मत 1846 मा बृहत नेपालमा गाभिएपछि तत्कालीन राजा रणबहादुर शाहले तत्कालीन 13औं राजा बाग्याल दोर्जे पारवललाई नेपालमा गाभिएको आश्रित राज्यका रूपमा लालमोहर लगाइदिएका थिए। नेपाल एकीकरणपछि आंशिक अधिकार सहित स्वतन्त्र छाडिएका 4 रजौटे मध्ये लोमान्थाङमा पनि एक रजौटा रहे। नेपालले लोमान्थाङबाट औपचारिक रूपमा भने 2074 देखि भुरे राजा रजौटाको शासनलाई अन्त्य गरेको हो। मुलुकमा राजतन्त्रको अन्त्यसँगै तत्कालीन मुस्ताङ्गी राजाले पनि आफ्नो भूमिका राजाका रूपमा नरहेको घोषणा गरेका थिए।
गणतन्त्रपछि राज्यबाट प्राप्त हुँदै आएको सेवा सुविधा रोकिएको थियो। मुस्ताङ्गी राजा आमेपालले इस्वी सम्वत 1440 मा निर्माण गरेको 5 तले लोमान्थाङ दरबार माटोको पर्खालभित्रै छ। ढुङ्गा, माटो र काठले बनेको यो दरबार विक्रम सम्वत 2072 को भूकम्पका कारण चर्किएपछि मर्मत गरिएको थियो। बाहिरबाट हेर्न सकिने विशाल दरबारभित्र पस्न भने रोक लगाइएको छ। यही दरबारबाट तत्कालीन मुस्ताङ्गी राजाले राज्य सञ्चालनका गतिविधि गर्दथे। लोमान्थाङ भ्याली लगायत यहाँका महत्त्वपूर्ण सांस्कृतिक संरचनाहरू अहिले अन्नपूर्ण संरक्षण क्षेत्रमा समेटिएका छन्। लोमान्थाङ बस्ती माटो जमाएर बनाएको करिब 200 मिटर फराकिलो र 8 मिटर अग्लो पर्खालले घेरिएको छ। 280 मिटर उत्तर दक्षिण र 160 मिटर पूर्व पश्चिम क्षेत्रफलमा फैलिएको लोमान्थाङ बस्ती प्रवेश गर्ने भने एउटै मात्रै ढोका छ। पर्खाल बाहिरका बस्ती भने पछि बनेका हुन्। लोमान्थाङको पुरानो बस्तीलाई गुथाङ, डोल्मा लाखाङ, पोतलिङ र ज्याथालाङ गरी 4 देवी देवताको नामबाट 4 टोलमा बाँडिएको छ। विक्रम सम्वत 1497 मा लोमान्थाङका पहिलो राजा आमेपालले लोमान्थाङलाई स्वतन्त्र अधिराज्य घोषणा गरी बस्तीको चारैतिर पर्खालले घेरी 4 तले लोमान्थाङ दरबार बनाएका थिए। यहाँ लोवा समुदायका विष्ट, गुरुङ र दलित समुदायको बसोबास रहेको छ। तासिदेले बा के रे अहिले कहाँ हिँड्नुभएको? कता जानुभएको? म दुध पाल्न। ए पुरानो घरमा दुध पाल्न जाने। ए ए ए त्यहाँ चाहिँ अहिले कुकुर रहेछ। यो कुकुर चाहिँ यो दरबार रेखदेखको लागि राखेको जस्तो लागिरहेको छ मलाई। अनि कुकुरले चाहिँ एकदम धेरै यहाँ मान्छेहरूभित्र छिर्न नदिने त्यो खालको चाहिँ उस गर्छ अरे होइन। अनि यो चाहिँ यताबाटको गेट भयो। अनि लगभग चाहिँ हामी चारैतिर सबै ठाउँहरूलाई देखाउने कोसिस चाहिँ गर्छु मैले। अनि यो राष्ट्रिय प्रकृति संरक्षण कोष भनेपछि अन्नपूर्ण संरक्षण क्षेत्र एकाभित्र पर्छ यो चाहिँ मुस्ताङका हरेक पर्यटकीय पूर्वाधार क्षेत्रहरू चाहिँ भर्खर तपाईँले यहाँ बोर्डमा पनि देखिसक्नुभयो। अनि यो राजाको दरबार पनि संरक्षित क्षेत्र जस्तै सरकारले संरक्षण गरेको क्षेत्रभित्र पर्छ यो। यो भित्रको परम्परागत अलिकति धनी मतलब अब यता राजाको वरिपरि बसेको जनताहरूको घर नै भइहाल्यो। यस्तो व्यवस्थित हुँदो रहेछ अलि व्यवस्थित घरहरू चाहिँ मुस्ताङमा। नत्र भने चाहिँ अरू घरहरू त त्यस्तै हो। यो माथि अब मुस्ताङमा चाहिँ यस्तै हुन्छ, तल्लोबाट बाटो, माथिको उसमा चाहिँ यस्तो कोठा के। अनि यतातिर कता हो कता खै। यो चाहिँ दरबार भइहाल्यो यताको। कोही मान्छेहरू भेट्यो भने चाहिँ यहाँको इतिहासको बारेमा चाहिँ यसो बुझ्न पर्ला भन्ने सोचिरहेको थिएँ। तैपनि अब हेरौँ। त्यो दरबारमा चाहिँ पाल्चो लगाएको छ। कालो लामो ओहो कता हो कता त नि। यस्तै छ है पुरै अब दरबारभित्रको ठाउँहरू चाहिँ।
ल यत्रो यो के अरे दरबार घुम्ने भनेर आएको एक्लै अनि मैले अहिलेसम्म यहाँको मान्छेहरूलाई चाहिँ सोध्न पर्ला यसको बारेमा भनेर सोचिरहेको थिएँ कोही पनि भेटेन फाइनल्ली हजुरलाई भेटेँ हजुरको नाम के अरे कुङ्गा के अरे छेदुङ के अरे हजुर थर चाहिँ के नि गुरुङ है अनि जस्तै यो यहाँनिर चाहिँ दरबार छ कति क्षेत्रफलमा छ यहाँ दरबार चाहिँ कति क्षेत्रफलमा छ दरबार मात्रै छ होला त्यति चाहिँ मलाई थाहा छैन कि दरबारको बारेमा कति अहिले चाहिँ राजाले छोडेको चाहिँ कति वर्ष भयो छोरा भन्दा अहिले छोडेको छैन नि छोडेको छैन है उनीहरूले नै त्यो गर्छ कि अब मनाएर चाहिँ यहाँको मान्छेले त मानिराखेको हुन्छ अहिले उनीहरूले चाहिँ पहिलेको जस्तो कामहरू चाहिँ लगाउँदैन यहाँ गाउँको मान्छेले त अहिले नै मानिराखेको हुन्छ भनेपछि राजाको शासन अझै पनि छ लोमानथाङमा छ नि अहिले अब यहीँ छ अनि माथि त्यो 5 सिस्टर होटल भन्ने त्यो माथि होटल खरेद छ अहिले चाहिँ काठमाडौँतिर छ राजाहरू चाहिँ काठमाडौँतिर छ अहिले सिजनले गर्दाखेरि होला है त्यसो भएर भनेपछि नेपालमा चाहिँ एकदम के अरे एकमात्र राजाको शासन भएको ठाउँ भनेको चाहिँ मुस्ताङको उपल्लो मुस्ताङको चाहिँ लोमानथाङ होइन अहिले चाहिँ राजा चाहिँ को हुनुहुन्छ अहिले जिङमिक डल्दो सिङ्गे पर्व बिष्ट हो कि के हो उहाँ आइराख्नुहुन्छ कहिले काहीँ दरबारमा चाहिँ त्यो उता होटलतिर चाहिँ बर्खा बौरी बस्छ अनि उहाँले चाहिँ गर्ने पहिलेको जस्तो जुन आफ्नो पुर्खाहरूले चाहिँ जस्तो खालको शासन गर्नुहुन्छ नि अहिले पनि त्यस्तै गर्नुहुन्छ उहाँले चाहिँ अहिले के कस्तो छ अहिले सिस्टम चाहिँ कतिको फरक छ अहिले सिस्टम चाहिँ अहिले चाहिँ उनीहरूको भित्र उनीहरूको काममै हिँड्छ त्यस्तै हो पहिलेको जस्तो काम लगाउने त्यस्तोहरू छैन गाउँको मान्छेहरूले चाहिँ अहिले मानिराखेको हुन्छ तपाईँको गाउँको मान्छेहरूले चाहिँ उहाँहरूलाई चाहिँ सम्मान गर्नुहुन्छ राजा भनेर तर उहाँहरूले चाहिँ फेरि अब पहिलेको आफ्नो सिस्टमहरू चेन्ज गरेर चाहिँ सिस्टम जस्तो काम अहिले लगाउने भनेपछि अहिले राजा रानी स्टिल अहिले हुनुहुन्छ होइन कति घरधुरी हुनुहुन्छ यहाँ सबैजना गरेर लोमानथाङमा 180 वटा घर है अहिले त फल्यो होला पहिलेदेखि नै हो अहिले त अब यहाँ भित्र चाहिँ अब मान्छे नि धेरै छैन के बाहिर होटल खोलेर बसेको छ राजाहरूको पनि आफ्नै बिजनेस छ राजाहरूको पनि आफ्नै बिजनेस छ जस्तो यता फोटोमा देखाइएको छ नि राजा रानी यो कता रे यो फोटोमा देखाएको राजा रानी चाहिँ के अरे रानी चाहिँ छ राजा चाहिँ अहिले विदेश छ भनेपछि जुन अहिलेको राजाको बाबुआमा हो अहिलेको बाबुआमाको नि अब त्यो हो कि बाजे नाति अहिलेको राजाको बाजे राजा चाहिँ नाति हो कि भनेपछि बजे चाहिँ अझै नै हुनुहुन्छ त्यो फोटोमा हस् थ्याङ्क यू रानीको चाहिँ अहिले नै छ हस् थ्याङ्क यू सो मच दाइ यताबाट है दरबारतिर जाने दाइ हस् यो भित्रको ठाउँहरू चाहिँ के हो मैले बुझ्नै सकिनँ गुड मर्निङ कहाँ घुम्नुभयो उता पारि जानुभएको गुड मर्निङ सर Good morning. How is feeling? Very cold. राजाको छोरा चाहिँ अहिले पनि राजगद्दीमा नभए पनि उहाँले चाहिँ आफ्नो चाहिँ एउटा मान्यता चाहिँ कायम गरिराख्नु भएको छ राजा चाहिँ बितिसक्नु भएको रहेछ रानी चाहिँ स्टिल हुनुहुन्छ उहाँको छोराले चाहिँ छोरा नातिहरूले चाहिँ अहिले चाहिँ यो लोमानथाङको राजकीय शासनलाई चाहिँ उनीहरूले चाहिँ कब्जा जमाएर बसेको छ आई मिन शासनलाई चाहिँ अलिकति उहाँले चाहिँ फलो गरेर बसिराखेको छ यहाँको जनताहरूले पनि राजालाई चाहिँ रेस्पेक्ट गर्दो रहेछ जो चाहिँ पहिलेदेखि नै भइराखेको थियो राजाको एउटा स्थान त्यो स्थान दिँदो रहेछ तर उनीहरू चाहिँ फेरि अहिले पहिलेको शासन सत्ताभन्दा अलिकति परिवर्तन गरेर ल यहाँ कम्पाउन्डभित्रको जीवनशैली चाहिँ यो सायद काममा निस्किन लाग्नुभएको होला ल कामको लागि हिँड्नु भएको उहाँहरू चाहिँ राजा रानीको नाम के हो हजुरलाई थाहा छ मलाई थाहा छैन है ए हो ए नेपाली बोल्न नआएपछि त के गर्नु र यसरी चाहिँ धुप बाल्दो रहेछ यहाँनिर चाहिँ
यो बाहिरको कम्पाउन्ड है दरबारको। ब्याङ्कको पनि फेसिलिटी छ। तासिदेले यो राजा छ नि त फोटोमा राखेको, उहाँको नाम चाहिँ के हो? जिग्मी सिंगी प्रबल विष्ट। जिग्मी सिग्मी प्रबल विष्ट। जिग्मी सिंगी। ए सिंगी प्रबल विष्ट। उहाँ चाहिँ अहिलेको राजाको नाति है। ए के अरे उहाँ चाहिँ पहिलेको राजा भनेपछि बाजे बाजे हो कि बाउ हो? बाबा। ए बाबा है। मम्मीको नाम चाहिँ के हो? रानीको नाम चाहिँ सिटु प्रबल विष्ट। ए ए भनेपछि अहिले यहाँ लोमानथाङमा चाहिँ राजाको शासन अझ पनि कायम छ हो? शासन भनेको के छैन, जनताले मान्छ। ए मान्छ है। नाम हजुरको? मेरो वाङदी गुरुङ। थ्याङ्क यू सो मच। उहाँ चाहिँ मलाई छोडेर आउनुभएको। अगाडि आएर पनि यो भरेसको रोटी। भरेस भनेको के हो थाहा छ? हजुर भरेस भनेको के हो थाहा छ? हाम्रो भाषामा यसलाई भरेस भन्छ। ए फापरको रोटी। फापरमा हामीले भरेस भन्छ। तपाईँहरूको भाषाबाट के भन्छ? घ्याई भन्छ। घ्याई? ए घ्याई। ढङ्गा घ्याई। ढङ्गा भनेको रोटी भयो, घ्याई भनेको फापर भयो। गाङ्गा पाई। गाङ्गा केही। गाङ्गा केही। उसले गाङ्गा केही खाइरहेछ। ए इन्द्रधारा उजिम मेरो गाउँको इन्द्रधारा विष्ट कहिले कहाँ आउँदा यता बस्नुहुन्छ सांसद? ए राम्रोसँग चिन्जान छ क्या उहाँसँग चाहिँ हाम्रो? यहाँ उसको लोमानथाङको राजा परिवार चाहिँ विष्टबाट है, विष्ट थरका। आम्मामा त्यहाँ त मेडिकल किट्सहरू पनि रहेछ। थ्याङ्क यू। के भन्छ दाइ भनेको चाहिँ? अजो अजो। ल थ्याङ्क यू सो मच हामीलाई यस्तो घुमाइदिएकोमा, मलाई घुमाइदिएकोमा स्पेसल। बिहान बिहानै उठेर उहाँ पाएर गएर आएर यो भनेको चाहिँ एउटा इमोसनली कनेक्सन हाम्रो सँगै पढेको हामी। हजुर। अनि यहाँ भेट भएको मुस्ताङको लोमानथाङमा। अनि उसले मलाई बिहान बिहानै उठेर एकदम धेरै हेल्प गरेँ बिचरा एसएससीसँग। अनि फेरि मैले अलिक ढिला गरेर हतार भएर फेरि त गाडी स्टार्ट गर्न आएको। थ्याङ्क यू सो मच। फेरि भेटौँला, राम्रोसँग जोगिएर काम गर्नु है। बाटो एकदमै गाह्रो छ। गाउँमा आइसकेपछि फेरि भेटौँला है। ल बाई बाई दाइहरू, राम्रोसँग बस्नु होला है। फेरि बाँचेपछि फेरि भेटौँला। लोमानथाङ बस्ती तिब्बतको सभ्यताभन्दा निकै पुरानो मानिन्छ। पश्चिम तिब्बतमा मानिस बस्न बनेका गुफा देखिए पनि लोमानथाङको जति पुरानो नरहेको बताइन्छ। उपल्लो मुस्ताङका बासिन्दा गुफामा बस्न थाल्दा तिब्बतमा त्यस्तो देखिँदैन, पश्चिम तिब्बतमा मात्र यस्ता गुफा छन्। यसरी हेर्दा हाम्रो बस्ती विकास तिब्बतको सभ्यताभन्दा पुरानो देखिन्छ, गाउँका बुद्धिजीवीहरू बताउँछन्। उपल्लो मुस्ताङको अनौठो भूगोलको कथा पनि रोचक रहेको छ। समाजशास्त्री रामचन्द्र बरालका अनुसार उहिले लोमानथाङ नभनेर मेनथाङ मात्रै भनिन्थ्यो। स्थानीय भाषामा मेन भनेको औषधि र थाङ भनेको चौर हो। औषधि पाउने चौरका रूपमा मेनथाङ भनियो र कालान्तरमा लोमानथाङ भनिएको उनको अनुमान छ।
चौबिसे राज्यसँगै मुस्ताङ राज्यको स्थापना भएको थियो। मुस्ताङका पहिलो राजा आमेपाल थिए। उनको राज्य पश्चिममा गोगे पुराङ र डोल्पा, दक्षिणमा थाक खोलासम्म थियो। 16औं शताब्दीको मध्यतिर मुस्ताङ राज्यलाई जुम्ला राज्यले आफ्नो अधीनस्थ गर्यो। जुम्लाबाट स्वतन्त्र भएपछि मुस्ताङ राज्य 240 वर्ष स्वतन्त्र रहेको थियो। मुस्ताङ राज्य 18औं शताब्दीमा नेपालमा गाभिएको हो। नेपालमा गाभिदा पनि लोमान्थाङका राजालाई सांस्कृतिक राजाको दर्जा दिएको थियो। गणतन्त्र स्थापनापछि नेपाल सरकारले उक्त दर्जा खारेज गरेको थियो। तत्कालीन गृहमन्त्री वामदेव गौतम सांस्कृतिक राजाको पदवी हटाएको जानकारी दिन र नेपाल सरकारले मुस्ताङका राजालाई दिएको श्रीपेश फिर्ता लिन लोमान्थाङ पुगेका थिए। लोमान्थाङका राजाका सल्लाहकारका अनुसार नेपालका तत्कालीन राजा सुरेन्द्र विक्रम शाहसँगको सहमतिमा लोमान्थाङ नेपालमा गाभिएको हो। लोमान्थाङ र नेपालबीच लडाईँ भएर गाभिएको होइन। लोमान्थाङका राजालाई सांस्कृतिक राजाको अधिकार दिएर सहमतिमै गाभिएको थियो। नेपालले सांस्कृतिक राजाको पदवी हटाए पनि उपल्लो मुस्ताङवासीले राजाकै रूपमा मान्ने भनेपछि गौतम श्रीपेश नलिई फर्केका थिए। यहाँका बुद्धिजीवीहरूका अनुसार गुफाबाट डाँडामा बस्ती सरेपछि राज्यको अवधारणा सुरु भएको हो। गुफामा राजा बस्ने ठाउँ प्रष्ट छैन, तर डाँडाका बस्तीमा पुरानो दरबारको भग्नावशेषहरू अझै पनि देखिन्छन्। लोमान्थाङ बस्ती तिब्बतको सभ्यताभन्दा पुरानो मानिन्छ। यो चाहिँ लोमान्थाङको भ्यू पोइन्ट। यहाँबाट चाहिँ यो लोमान्थाङ उपत्यका देखिन्छ एकदमै राम्रै तरिकाले, एकदमै छर्लङ्गै सबै उपत्यकाहरू देखिन्छ। लोमान्थाङ बजार त्यहाँनिर देखिरहेको छ मेरो ब्याकग्राउन्डमा। अनि यहाँनिर चाहिँ राजाले चाहिँ शासन गरेको यो उपत्यका हो। अनि यसको चाहिँ पुरानो पहिलेको चाहिँ राजाको ऊ चाहिँ पारिपट्टि रहेछ। अनि त्यो राजाको दरबार, अनि त्यसपछि यहाँ तल सरेर गाउँमा सरेर अहिले पनि त्यो पनि छोडेर फेरि अहिले राजाको चाहिँ यतातिर छुट्टै रोयल फ्यामिली होटेल। अहिले चाहिँ राजा हुन त गाउँलेहरूले चाहिँ राजालाई चाहिँ मान्छ, तर राजाको डेथ भइसकेपछि उहाँको छोरालाई चाहिँ फेरि यहाँको जनताहरूले चाहिँ राजालाई चाहिँ त्यही टाइपले चाहिँ उनीहरूले सम्मान दिने रहेछन्। अनि रानी चाहिँ स्टिल अहिलेसम्म पनि जीवित हुनुहुँदो रहेछ। अनि अहिले चाहिँ रानीको छोराले, जुन राजा रानीको छोराले चाहिँ अहिले यहाँनिर चाहिँ अलिकति राज परिवारको चाहिँ एउटा शासन सिस्टम भनौँ न, त्यो एउटा सम्मान चाहिँ धानिराख्नु भएको रहेछ। अनि यहाँनिर चाहिँ एकदम शान्त, सबै मान्छेहरू चाहिँ एकदम शान्त छ। तर यहाँको अलिकति बुद्धिजीवी मान्छेहरू चाहिँ एकदमै चिन्तित, एकदमै निराश हुनुहुँदो रहेछ कुरा सुन्दाखेरि चाहिँ। अझ हामी चाहिँ कोराला नाका फर्केर आइसकेपछि कोराला सिमानाभन्दा उतातिरको सिस्टमै छुट्टै छ, यतातिरको केही छैन, एकदमै केही छैन। अनि व्यापार बिजनेसको कुरा पनि अब त्यहाँ नाका त खुलाइदियो यहाँको मान्छेहरूको लागि, तर उताको प्रडक्ट मात्रै यता ल्याउने रहेछ, यताको चाहिँ उता लाने चाहिँ केही छैन रहेछ क्या। अनि त्यही भएको भएर चाहिँ त्यो सिस्टमले पनि उताको मात्रै यता भनेपछि उताको पो व्यापार गरिराखेको रहेछ क्या यतातिर चाहिँ। अनि मैले चाहिँ त्यो कोरोलाको सबै त्यो उसहरू स्ट्रक्चरहरू देखाइसक्यो। अनि त्यहाँनिर चाहिँ अब के अरे त्यो भन्सार भवन पनि त्यो बनाउँदाखेरि चाहिँ गृहमन्त्री आएर चाहिँ त्यहाँ उद्घाटन गर्नुभएको रहेछ। अनि त्यो पनि एकदम लज्जास्पद छ, किनकि अब यहाँनिरको अवस्थाहरू त केही छैन, यतातिर जिरो। पानी पनि इभन यहीँबाट लैजानुपर्छ र क्या नाकामा। अनि त्यो सिस्टमहरू, त्यो जुन बिजनेसको एउटा सिस्टमहरू देखेर चाहिँ यहाँको मान्छेहरू चाहिँ एकदमै अलिकति बुद्धिजीवी, अलिकति जान्ने सुन्ने मान्छेहरू चाहिँ एकदमै यो भएन, यो नेपाल सरकारले चाहिँ एकदमै विभेद गर्यो होइन, उताको मात्र यता ल्याउने, यताको चाहिँ केही पनि उतातिर लाने त्यस्तो खालको सिस्टम छैन। त्यही भएको भएर नेपालबाट चाहिँ इन्कम गर्ने खालको स्रोत के उस भएन, सिस्टम भएन भनेर चाहिँ यहाँनिर चाहिँ एकदमै गुनासो। अनि त्यो के अरे नाकामा पनि त्यो भन्सार विभाग बनाइसकेपछि 4-5 जना चाहिँ कर्मचारीहरू चाहिँ नियुक्ति गराएर रहेछ। अनि त्यहाँनिर फेरि त्यो कर्मचारीहरू पनि त्यहाँ तलब भत्ता मात्रै खाइराखेको छ अरे, तर तिनीहरू एकछिन पनि त्यो के अरे भवनमा गएको छैन अरे क्या, त्यहाँ गएर काम गरेको छैन अरे। हुन त यताबाट केही पनि उता निर्यातै हुँदैन होइन। अनि त्यही भएको भएर चाहिँ त्यहाँ तलब खुवाउने मात्रै काम भइराखेको छ अरे। अनि यहाँबाट जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि यहाँ कोही बस्दैन अरे क्या, गाउँपालिका चाहिँ एकदमै खाली नै छ। अनि कर्मचारीहरू पनि सबै तलै बस्ने, यहाँ केही छैन अरे। अनि त्यही भएको भएर चाहिँ अब जनताहरूबाटै चुनिएर जितेको प्रतिनिधिहरू पनि यहाँ कोही नबस्ने, कर्मचारीहरू पनि अब नियुक्ति हुने तर यहाँ पनि नबस्ने, त्यस्तो खालको रहेछ यहाँनिर चाहिँ। अब हेर्दा सबै रमाइलो छ। अनि यहाँनिरको अवस्था चाहिँ एकदमै दयनीय छ। प्रशासनिक अवस्थाहरू भनौँ न, अब नाका त भन्यो, नाकाको
सिस्टम नाकाको चाहिँ एउटा ओरेदोरी उताबाट र यताबाटको गर्नुपर्ने त्यो खालको चाहिँ एउटा नरहेछ। त्यसले गर्दाखेरि यहाँ चाहिँ बिजनेस व्यापार अब त्यही पर्यटकहरू जति आउँछ तिनीहरूले व्यापार गर्दै त्यति मात्रै रहेछ क्या। अनि बाँकी यहाँको प्रडक्टहरू सिजनल अनुसार चाहिँ यहाँको मान्छेहरूले चाहिँ तल लगेर बेच्ने, तर यहाँबाट चाहिँ त्यो नजिकै भएको केरुङ नाकामा चाहिँ केही बेच्न नमिल्दो रहेछ क्या। त्यो एउटा जिप आइरहेछ, त्यो जिप चाहिँ अगाडि हामी कुरा गरिराखेका थियौँ, उनीहरू आइरहेको छ। यो चाहिँ भ्यू पोइन्ट है यहाँनिरको। अनि यताबाट हेर्दाखेरि उहाँ पारि सेतो सेतो देखेको छ पहाडमा, त्यो उसमा त्यो चाहिँ निकोटिन समथिङ के त्यही हो क्या, त्यो चाहिँ हो रे त्यो चाहिँ। अनि जति मैले इन्फर्मेसन दिएँ त्यति नै मैले हजुरलाई चाहिँ दिन कोसिस गरेँ है। बाँकी कुरा चाहिँ यहाँको मैले चाहिँ यहाँको ठाउँहरू मात्र देखाउनु भन्दा पनि यहाँको सिस्टमेटिक कुराहरू चाहिँ के छ, यहाँको लाइफस्टाइलहरू भनेर चाहिँ उस गर्न खोजेको। अब म्याक्सिमम यहाँको मान्छेहरू पनि तल झर्ने बेला भइसकेको रहेछ। अनि अब यहाँको चिसोले गर्दाखेरि बस्न नसक्ने, अब बसे पनि यहाँ अब अरू केही गर्छु भन्दा पनि केही नहुने क्या। अब एटलिस्ट यहाँबाट जडीबुटीदेखि लिएर अब सबै कुराहरू हिमाली चिजहरू तल लगेर बेच्ने व्यापारिक केन्द्र भनेको चाहिँ अब पोखरा, काठमाडौँ, बुटवल त्यही त हो। अनि यहाँ त अब सिजन अफ भइसकेपछि त यहाँ त कोही आउँदैन पर्यटकहरू, त्यसले गर्दाखेरि पनि बाध्य भएर तल बस्नुपर्ने रहेछ क्या। अनि यो ठाउँको म्याक्सिमम मान्छेहरू चाहिँ विदेश, अहिले यहाँ सबै बुढाबुढी मात्रै छ। विदेशमा अब उस्तै परेपछि यहाँ अहिले बुद्धिजीवीको कुरा सुन्दाखेरि चाहिँ उस्तै परेपछि यहाँबाट मान्छेहरू चाहिँ अब केही वर्षपछि यहाँ कोही पनि नहुने खालको चाहिँ उस छ अरे क्या, खतरा छ अरे क्या। अब गभर्मेन्टले त्यस्तो, सरकारले त्यस्तो पोलिसी ल्याइदिएको छैन। अनि जति पर्यटकहरू आउँछ त्यति मात्रै, अनि त्यो बाहेक अरू केही छैन। अनि त्यसले गर्दाखेरि बिस्तारै पलायन हुने, यहाँबाट पलायन हुने चाहिँ क्रम चाहिँ जारी छ अरे क्या। त्यसले गर्दाखेरि भोलि बिहान चाहिँ यहाँको अस्तित्वहरू, यहाँको चाहिँ एउटा बस्तीहरू चाहिँ बिस्तारै लोप हुने खतरामा रहेको चाहिँ मैले अनुमान गर्न सक्छु उहाँहरूको कुराहरू सुन्दाखेरि। उहाँहरूको चाहिँ अहिलेको अवस्था हेर्दाखेरि चाहिँ है मैले बुझेको चाहिँ त्यति नै।